हाई साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ पानी परिरहेको छ, त्यसैले हामी सोच्दैछौँ कि आज पानी परेको बेलामा के खाने भनेर। मोमो खाने भनेपछि मेरो देउरानी उता हेर्नु न, ऊ चाहिँ मोमो बसाल्नलाई रेडी गर्दैछ। म चाहिँ छिटो छिटो टमाटरहरू काटेर मोमोको अचार बनाउन पकाउँदैछु। यहाँ छिटो 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 सुई 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 पकाउँदैछु क्या। अब चिसो चिसो छ नि त, अनि तातो मोमो खानु पर्यो। यता फेरि हेर्न आएको बाबा छोरीको पारा यस्तो रहेछ, हेर्नु त्यहाँ। बाबालाई छोरी हेर्नु है भनेर आएको थिएँ नि। अनि उता गएर फेरि धनियाँहरू काटेर टक्क लाएर, अब अचारमा त अजिनामोटो नराखे त मिठो हुँदैन, के गर्ने साथीहरू है, खानै पर्यो। टक्क अजिनामोटो सुटो राखेर चलाएर फेरि त्यसमा मिठो बनाउँछ नि त अजिनामोटोले, त टेस्ट लिएर आउने हो है। धेरै खानु चाहिँ हुँदैन है, जे भयो नि अब अजिनामोटो। अनि धनियाँ सनियाँ राखेर टक्क लाएर मैले ट्याक्क चलाएँ के अचार। हेर्नु नि त्यहाँ हेर्दैमा कति डेलिसियस छ। जाडोमा अब तातो मोमो खानुपर्छ नि त। रेडी भयो, अब पिस्नलाई चाहिँ रेडी हुन लागिसक्यो क्या। टक्क मैले सेलाउन राखेँ त्यहाँ, तातो पिस्नलाई गाह्रो हुन्छ नि त मिक्सरमा। फेरि चिया खाने भन्नुभयो, फेरि यता कालो चिया दुध चिया बनाएर उहाँ देउरानीलाई दिएको। मलाई किन खिचेको यो दिदीले, के गर्दैछ भनेर दाइजोलाई भन्दैछ। बाबा छोरी हेर्नु नि त, एकछिन फेरि बस्नु मान्दैन। अब मिक्सरमा मैले तिल हालेर पिसेर पनि रेडी बनाइसकेँ। यस्तो बाक्लो खायो भने त पुग्दैन, त्यसैले फेरि पानी पनि थप्दैछु म यहाँ। टक्क लाएर पानी सानी थपेर ठिक्क बनाएर लिएर बाहिर गएँ। पानी अलिअलि कम भएको थियो, ट्याक्क मोमोसम्म हालेर सर्ल्याप सर्ल्याप खाइयो साथीहरू। मैले चाहिँ फेरि मेरो बुढाले धेरै खानु भएन, त्यसैले मैले झन्डै 1.5 प्लेट मोमो खाइदिएँ आज। ल हेर्नु त्यहाँ गुवाम गुवाम खाएर खाली बनाइदिइसकेँ दुइटै। लास्टमा हामीले फेरि कोक पनि खाथ्यौँ, खाली 2टै प्लेट च्याट खाली।